हेलो साथीहरु, आज चाहिँ हामी लप्सीको अचार बनाउन गइरहेका छौं। ल त सुरु गरौं। यसमा के सामग्रीको आवश्यक पर्दछ? सुरुमा तोरी, बेसार, टिमुर, खोर्सानी, नुन, मेथी, धनिया र जिरा। अब आगो बालेर खोर्सानी र टिमुर मजाले भुट्ने, तोरी पनि त्यसै गरी भुट्ने, तेल तताएर बेसारमा मजाले झान्ने। अब तोरी, खोर्सानी, मेथी, धनिया र जिरालाई पिसेर पाउडर बनाउने। अब हामी मेथीको धुलो हाल्छौं, त्यसै गरी तोरीको धुलो पनि हाल्छौं, त्यसै गरी आफूलाई उपयुक्त अनुसारको नुन हाल्छौं। त्यसपछि हामी झानेको बेसार पनि हाल्छौं। अब हामी खोर्सानी र टिमुरको धुलो मजाले हाल्छौं। त्यसपछि जिरा मसलाको धुलो हाल्छौं अनि तोरीको तेल हालेर यसलाई मजाले मोल्ने। तपाईहरुले हाल्नु भएको सम्पूर्ण मरमसला, खोर्सानी, नुन, तेलहरुलाई लप्सीमा मिसाएर मजाले मोल्ने। कम्तीमा पनि 4 देखि 5 मिनेटसम्म मोले पश्चात एउटा बट्टामा प्रत्येक लप्सीको अचारलाई हाल्दै जाने र हरेक बट्टामा लप्सीको अचारलाई भरिसके पछाडि माथिबाट हल्का तेल पनि हालेर बिर्को लगाइदिने। आज हामीले यसरी नै लप्सीको अचार बनाउन हजुरहरुलाई सिकाएका छौं र हामीले अचार तयार बनाइसकेका छौं। तपाईहरुलाई के कस्तो लाग्छ? साथीहरु, सल्लाह, सुझाव र प्रतिक्रिया दिँदै च्यानललाई सब्स्क्राइब गरी साथ सहयोग र माया गरिदिनु होला भन्दै म बिदा चाहन्छु। नमस्ते, धन्यवाद।